आर्ट र स्पोर्ट्सलाई नजिकबाट निहालिरहँदाखेरि एउटा सफलताको कथा भन्दै थियो यो हैन। एन्जिलाको कथा भन्नु सफलताको कथा हो। मतलब एन्जिला आफैमा एक सफल व्यक्ति हो, किनभने उसले चाहिँ सङ्घर्ष गरेर यहाँसम्म आइपुगेको छ हैन। हामीले बुझ्नुपर्ने इलामको एउटा गाउँबाट यहाँसम्म आइपुग्यो, उसले सानो सङ्घर्ष त गरेको छैन होला जस्तो लाग्थ्यो मलाई। त्यही भएर चाहिँ नि एउटा जे होस् सम्पूर्ण नेपालीहरूलाई हैन इन्स्पायर गर्नको लागि कुनै स्टोरी बन्दैछ भन्ने मलाई लागेको थियो। त्यही अनुसार मैले चाहिँ हुन्छ ल म खेल्छु भनेर मैले निर्णय गरेको थिएँ। दाइले भनेर हुन्छ म काम गर्छु भनेको थिएँ। आज बनेर मैले हेरेँ, यसले मैले जति सोचेको थिएँ जस्तो सोचेको थिएँ त्यस्तै पाएँ। मतलब कि कोही पनि व्यक्तिलाई हैन तिमीले आफ्नो सपना अथवा आफ्नो हिँडेको बाटो चाहिँ नै जतिसुकै कठिन होस् नछोड्नु। एन्जेलाले बार भन्छ म जहाँ लडेँ त्यहीँदेखि उठ्नुपर्छ, अन्त गएर हिँड्ने काम होइन। म पहिलो स्टेप त्यहीँ सिकेँ भनेर भने जस्तै हो। अनि मलाई मजा लागेको चाहिँ के भने एउटा सफलताको कथा भनिन्छ र सबै आम मानिसहरूलाई हामी केही गर्न सकेनौँ है भन्ने मान्छेहरूलाई यसले चाहिँ बल तागत दिन्छ होला जस्तो लागेको थियो। त्यो अनुसार मैले काम गरेको थिएँ। आज फिल्म हेर्दा मलाई त्यही लाग्यो। ट्रु स्टोरीमा चाहिँ कोही बेला केही मैले चाहिँ यसमा चाहिँ अलिकति लिबर्टी पनि लिएको थिएँ। उहाँ जति रोमान्टिक हुनुहुन्छ दुईजना कपाल यति रोमान्टिक हुनुहुन्छ, त्यो रोमान्टिक त हुन सक्दैन जस्तो लाग्यो। अनि उहाँको हुबहु भन्दा पनि मलाई के फिल हुन्छ, मलाई एउटा अभिभावक मलाई के महसुस हुन्छ, मैले पनि महसुस गरेको छु कि हाम्रो अभिभावकहरूले हामीलाई चाहिँ किन चाहिँ आफूभन्दा टाढा जानु अथवा आफूले गर्ने भन्दा अलिक अरू कामहरू गर्नुको लागि चाहिँ किन रोक्छन् भन्दाखेरि चाहिँ मसँग क्षमता पनि हुँदैन, मैले मेरो बच्चाबच्चीलाई तर हुर्काउनुको लागि मसँग धेरै कुराहरूको क्षमता हुँदैन, पहुँच हुँदैन। त्यस कारणले दुःख पाउला भनेर रोकिन्छ नि, त्यो रोकिन्छ होला जस्तो लागेर त्यो हिसाबले चाहिँ मैले आफूले कनेक्ट गरेर मैले त्यो क्यारेक्टर चाहिँ नै उहाँसँग गरेको थिएँ। उहाँसँग भेटेँ, कुरा त गरेँ, तर उहाँ जस्तो हुनुहुन्छ ट्राई मात्रै हो। त्यो चिज त उहाँले बाँचेको जीवन एउटा एक्टरले बाँच्नु त सकिँदैन, मैले कल्पनाले गरे हो। तर उहाँसँग नजिक बसेर उहाँहरूको अलिअलि कुरा सुनेर काम गरेँ। मैले नरानी भन्दाखेरि अन सेट चाहिँ उसलाई म प्लेयर भनेर बिर्सिन्थेँ। त्यो थियो, किनभने उसले जति प्लेयर बन्नु छ उसले एक्टर बन्नुको लागि पनि साँच्चीकै भने निकै लामो उसले सङ्घर्ष गरेको छ सृजनासँग हैन। एकदमै सङ्गत गरेर कुरा गरेर के कसरी उसले अब अरू साथीहरू पनि पाएको थियो, वेदना पाएको थियो उसले, नजिकको साथी वेदनासँग एकदमै नजिक रहेर म त्यो अनसेट पुग्दा ऊ खेलाडी भनेर मैले बिर्सिरहेको थिएँ, एक्टरै हो भनेर सम्झिन्थेँ। मेरो छोराछोरीको भविष्यको लागि, उसको सपनाको लागि मैले ग्यारेन्टी दिन सक्दिनँ, म रोक्छु कि। हाम्रो आम नेपाली के भन्छ हरको अभिभावकको सबैभन्दा राम्रो नराम्रो पक्ष नै त्यो होला। मसँग केहीको क्षमता हुँदैन, मेरो छोराछोरीले अथवा आगामी आउने पुस्ताले जहिले पनि एक स्टेप दुई स्टेप माथि सोचिरहेको हुन्छ, त्यो चिजमा पुर्याउने मसँग क्षमता हुँदैन। अनि उनीहरूलाई मैले धम्काएर हुन्छ कि दबाएर हो कि रोक्ने मात्रै कोसिस गरिरहेको छ। यो चाहिँ मलाई महसुस भएको कुरा हो।